आई डोन्ट नो म कहाँ छु मलाई थाहा छैन तर जहाँ पनि छु बबालै ठाउँमा छु जस्तो लाग्यो अहिले हेर्दाखेरि चाहिँ यस्तो भेडा सहरमा भेडाहरू छैन भेडा चोरहरू मात्रै भेट्थ्यो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो आज चाहिँ हामी काठमाडौँको यात्रामा निस्किँदैछौँ मामाजी चितलाङ के छ त ठिक छ नि ल सो हामी चाहिँ दामी अब गाडीमा भर्खरै जस्ट गाडी चाहिँ चढिसकेको छौँ मामाजी यता हुनुहुन्छ कतिको एक्साइटेड हुनुहुन्छ मामाजी भवाल होइन ल हामी चाहिँ अब लाग्यो जाने एकदम बबालै छु है म कस्तो ठाउँमा जान लाग्यो कि है नगरौँ हातको चाहिँ कुरा नगरौँ अब ह्याप्पी छु कि म त ल ह्याप्पी सब बबाल ह्याप्पी म नि ह्याप्पी छु त्यो चट्ट अब लाग्यो के हुन्छ कस्तो हुन्छ बाटोतिर उतैतिर हुन्छ होइन जाँदै गर्दा कता कता के कस्तो हुन्छ तपाईँहरूलाई रमाइलो र राम्रो यात्राको प्रतिक्रिया दिँदैछौँ होइन ल फाइनली गाइज हामी चाहिँ काठमाडौँ पुगिसकेको छौँ केटिएम पुगेर पनि अब हामी जस्ट मामाजी हामी कहाँ जान्ला अरे चितलाङ भर्खरै मुख पनि धो होइन उत्रेर अब चितलाङ भन्ने ठाउँ अब नयाँ एक्सपिरियन्स भएको कारणले अब चाहिँ हामी जाँदैछौँ लेट्स सी उता गाडीहरू आउँदैछ यस्तो छ माहौल यता कता हो केही थाहा छैन मामाजी यता हुनुहुन्छ दाइ यता छ लाग्दिनला अब चितलाङतिरै गएर भेट्नुपर्छ गाडी पनि ठ्याक्क आइसक्यो लाग्दिन मामाजी बबाल भइरहेछ नाइस फाइनल्ली हामी चाहिँ चितलाङ पुगिसकेको अवस्था कस्तो भइरहेछ हाम्रो यात्रा बहुत अच्छा भएन तर यो बिजोग ल हामी चाहिँ फाइनली चितलाङ पुगिसक्यौँ तर अब कहाँ हो के हो कस्तो हो कता हो नोबडी नोज है कसैलाई तिनटैलाई थाहा छैन के हो सो अब चाहिँ हामी अटो चढ्न लागेको अब अटो चढेर हामी कता अरे मार्कु भन्ने ठाउँ अगाडि माथि छ कि भेडाफार्म यहाँको अनि उतैतिर गएर यसो बसोबास गर्ने भन्ने कुरा छ अब हामी उतै मार्कुतिर गएर भेट्नुपर्ने हुन्छ है के कस्तो छ यताको माहौल कस्तो भइरहेछ सबले यस्तो हान्दिन्छ जम्मू कश्मीर अहिले चाहिँ म अब कहाँ हामी के अरे मामा कुले खानी मा पुगिसकेका छौँ कस्तो छ भन्दाखेरि माहौल चाहिँ एकदम दामी बब्बाल छ है सुकुन छ आनन्द चिलमा मान्छेहरू उता सर फोटो हान्दैछन् सेल्फी हान्दैछन् बोटिङ गर्दैछन् हामी चाहिँ जस्ट पुगेको हालत हल्का खराब छ अब यसो फ्रेस भएर खानासाना खानुपर्ने हुन्छ त्यसपछि के हुन्छ कता हुन्छ अनि त्यसपछि चाहिँ हुन्छ खाना सो अहिले चाहिँ अब हामी लन्चको लागि खाना इटिङ गर्नलाई अब बसिरहेछौँ कस्तो भइरहेछ बवाल भइरहेछ नि मामा कि कस्तो लागिरहेछ यस्तो भोक लागिरहेको तर के गर्ने अब त्यो खतरा रमाइलो त अब ठाउँ अझै घुम्न छ हेर्न छ
रमाउनु छ एकदम बेस्ट आँस गरेर आयो भनेको भेडी चौर हो। त्यहाँ गएर चाहिँ आनन्दले फोटो खिच्ने टिकटक बनाउने के हुन्छ अगडम बगडम सब बनाएर आनन्दले चौरमा आफ्नो मनका व्यथा कथाहरू खुला आकाशमा बसेर एउटा चौरमा आनन्दले डिलिट गरी नचाहिने कुरालाई डिलिट गरेर चाहिने कुराहरूलाई एउटा मेमोरी बनाएर लिएर जान्छ। यता त अपुरेको मामै हो त्यही हो सेम कपी पेस्ट सेम हो हाम्रो पनि त्यही हो। अब यस्तो चट्ट भिडियो हेर्दै सर अब खाना खानुपर्ने हुन्छ होइन के कस्तो हुन्छ हाम्रो खाना रेडी हुँदैछ। सो फाइनली हाम्रो खाना चाहिँ आइसकेको छ भ्यू हेर्दै यसरी गइरहेको छ यहाँ सर र ल मैले नि अब भ्यूसँग होइन उकालो चढ्न गाह्रो छ यहाँबाट फेरि यस्तो मामालाई पनि गाह्रो छ सबैलाई गाह्रो छ भनौँ नै। ल जाम माथि जाम माथि देखेछ राम्रो उकालो चढ्नै नसकिन यहाँ गाह्रो कस्तो भनेको उकालो चढ्नु पर्ने छ चढौँ अब के हुन्छ। अटो आउँदैछ अब अटोमा बसेर फेरि भेडा हो कि भेडा के हो चढ्ने ठाउँमा जानु छ के गर्ने। ल आउनु मामा हिँड्नै नसकेर के भयो ल आउनु छिटो दौडिन मामा गाह्रो छ साथीभाइहरू ठिक छ। A few moments later. Oh, फाइनली गाइज हामी चाहिँ अहिले आइसकेका छौँ। कहाँ आइसकेका छौँ रे मामा? भेडी चौरमा पुगिसक्यौँ। अब चौर जाँदैछौँ। घाम चाहिँ अहिले बबाल लाग्यो होइन ठिक छ केही भएन तर लो थकाइ लाग्यो भनेको हुन्छ नन स्टप हिँड्यो नि त हामी त। ए यता फेरि यता पनि हिँड्नै पर्ने यही सुत्दिने हो क्या यस बवाल भइरहेछ हाम्रो। भेडी चौर उता छ अब खै भेडाहरू चाहिँ कता छन् भेडी चौरको जस रमाइलो भइरहेछ तर थकाइ पनि लागिरहेछ आँखा पनि लट्ठ भइरहेछ। भेडी चौरको यात्रा एकदमै थाकिसकेको अवस्थामा मामा झन् लहात पर्नु भयो। खाने बित्तिकै हिँड्नु पर्ने अवस्था आयो पिठ दुखेछ। ल है म लडेँ भन्न लाग्थेँ तर लडेन। यही हो भेडी चोर तर भेडा चोरहरू मात्रै छ यहाँ। भेडी चौरमा भेडाहरू छैन यहाँ भेडा चोरहरू मात्रै छन् होइन। यस्तो रहेछ दामी भवाल चौर चाहिँ चौर रहेछ। अब उतातिर गएर सुत्दिनु पर्छ मामा यस्तो दामी रहेछ भनेको ठाउँ चाहिँ भवाल लाग्यो है। जे होस् बवाल लाग्यो बवालै भयो बवाल भयो। अब के गर्ने उता सुटिङ चलिरहेछ यस्तो छ यता यस्तो छ माहौल।
सहरमा भेडाहरू छैन, भेडा चोरहरू मात्रै भेटिएर। भेडा चोरहरू मात्रै भेटेछ यहाँ, यस्तो बवाल छ ठाउँ। बवाल छ। कस्तो भइरहेछ मामा दाइ? हावा चाहिँ वान छ बवाल छ, चिसो ठन्डा ढल्दैन मन लाग्छ मलाई, डङलङ लाएर के गर्ने, तर माहौल छैन। चारैतिर फोटोसुट यताउता टिकटक सिकटक यहाँ दुनियाँ भइरहेछ। हजुर जान पाउँदैन र त्यहाँ? पाउँदैन क्या, त्यही भएर तार लागेको ठाउँमा निषेध गरे त। के हो यो सानो हेलिकप्टरहरू? उता अलग छ यता। ल ठिक छ, यस्तै हो। सुत्यो नि गुल्टे लन्डा भनेको त्यो त त्यही हो। बबालै भिड छ, जे छलफल दह्रो छ यतातिर। आखिर के रहेछ र जीवन? केही रहेछ मामा? के रहेछ यो सिधा उभिएको खम्बा के होला के हो, सल्लाहको बोट भन्दा नि गयो गएर अहिले चाहिँ भेडी के अरे मामा? भेडा चोर भेडा फार्ममा आएको फाइदा भयो। बल्ल भेडा देखियो कि। ल भेडा नदेखे त होइन, त्यही नै अब हो कि नि। अहिले अब मतलब अब भेडा फार्म भनेको फाइदा भयो। जे चट्ट भेडा चढ्न आउँदैछ, सर्ट लगाएर अब भेडा सेडा हेरियो, बवाल भयो। कस्तो लाग्यो? फोटो अब चलिरहेको छ, फोटो सेक्सन। डाँडादेखि लिएर डाँडा पाखा वरिपरि मान्छे मान्छे। हाम्रो दुई चारवटा फोटो भयो, यताउता हान्यो। अब चाहिँ एकछिनमा अब फोटोसोटो हानेर लाग्नुपर्ने हुन्छ। A few moments later. अहिले चाहिँ हाम्रो भेडा फार्मको टुर चाहिँ खतम भएको छ। अब चाहिँ हामी लाग्दैन लाग्यो। A few moments later. बासै सारीका आँसुसँगै दुःख झारे खुसी भरिलाई रितो छाती हेरिरह्यो। फाइनली हाम्रो चाहिँ चितलाङको यात्रा समाप्त हुँदैछ। अब हामी चाहिँ फार्मकोटतिर लाग्न लाग्यो।
साथीभाइहरू काठमाडौँ पुगेर नि काठमाडौँको अवस्था हामी लापत्ता हेरानै छैन कता हो कता चिन्नु चान्नु केही छैन झोला बोकेछ हिँडेको छ दौडिएको छ कुदेको छ के गर्ने अब त्यही पानी सानी परिरहेको अलिअलि यस्तो छ माहौल एटिएमको अहिले कलङ्की एक्ज्याक्ट लोकेसन भन्नुपर्दा चाहिँ कता हुन्छ के हुन्छ कसरी हुन्छ किन हुन्छ अब हुँदै गर्छ है अब जस्ट हामी चाहिँ भर्खरै पुग्या हो उता चितलाङबाट चाहिँ अहिले केटिएम चाहिँ केटिएम वेस्टतिर घुमघाम भइरहेछ थाहै होइन के भइरहेको कता भइरहेको है नन स्टप हिँडेछ कता हो कहिले कहाँ लेट्स सी कहाँ पुगिन्छ अब लास्टै भिड भडाका गाह्रो छ केटिएम वेस्ट अब हिँड्दा काठमाडौँको रोडमा कता हो के थाहा छैन है हामीले खोजेको चाहिँ खासमा दरबार के नारायणी हिटी दरबार भन्ने ठाउँ खोजे हो अब कता हो कता चलपल यस्तो छ साँझको माहौल केटिएमको हिँड्दैछौँ मामाको पछाडि चिलमा यता सरकार मै यु क्यान सी होइन यस्तो भइरहेछ माहौल बबाल छ केटिएमको जे होस् दामी लागिरहेछ बबाल भइरहेको थियो हिँड्न लागेको पनि धेरै भयो हिँड्न लागेको कति हिँड्ने हो अब त्यो थाहै छैन लेट्स सी के हुन्छ A few moments later. साथीभाइहरू हाम्रो चाहिँ अब फेरि यात्रा सुरु भइसकेको छ अवस्था अहिले चाहिँ हामी सबैजना मिलेर यसो अब कता हुन्छ थमेलतिर कता थमेल हुँदै यसो घुम्दै कता हुन्छ अब जाँदैछौँ हामी माहौल चाहिँ यस्तो छ यतातिर यो चाहिँ लास्ट हिँडे दिमाग खराब एक त ट्राफिक यस्तै गाडी रोक्यो लास्ट झ्याउँदो रहेछ यता के गर्ने ठिक छ अल राइट बहुत सरी के भन्छ थमेल होइन थमेलको यात्रा सब यारहरू मिलेर यहाँ कन्दामा कन्दा हालेर हिँडिरहेको अवस्था छ अब चाहिँ काठमाडौँमा नाइट वाक गर्दैछौँ हामी अहिले के हुन्छ कस्तो हुन्छ हिलिमिली त छ क्या अरे अब त्यस्तै त हो नि हिँडे यता लोड भए नन स्टप हिँडे आएदेखि हिँडे इट्स ओके फाइन अब कहिले कसो हिँडिन्छ हेरिदिउँ न सबै जता जे भ्याइन्छ लेट्स सी हाम्रो यात्रा बबाल भइरहेको दियोस् रमाइलो छ रङ्गी चङ्गी सर गर्ने सब कुछ छ तर छैन है बाला मैले खोजेको बबाल भइरहेछ बबाल माहौल थमेलको बिच सेन्टरमा हामी छौँ होइन नाइस सब एभ्रिथिङ मान्छेहरू पनि डेन्जर हाम्रो क्याब चाहिँ आइसकेको छ अब हामी चाहिँ जानु लाग्यो A few moments later. अहिले चाहिँ हामी बसेर आएर नि खानको लागि बसिसकेको यता दाइ मामा अब खानासाना खाएर चट्ट रुमतिर जानुपर्ने हुन्छ The next day. So hello guys, good morning. आज चाहिँ फेरि नेक्स्ट डे है हिजो चाहिँ यताउता त्यस्तै भयो राति भ्लग बनाइएन भनौँ न भ्याइएन भन्नाले पनि बनाएन जाम जुन थकाइ लाग्यो त्यो सर्र लाएर सुत्यो अहिले चाहिँ चट्ट लाएर उठिसकिएको अवस्था छ अब के हुन्छ अब रुमबाट हामी निस्किन लागेको हो अब तयार भएर चट्ट लाएर
निस्किन लाग्यो अब कता हुन्छ घरतिर हुन्छ कि कता हुन्छ अब घरतिर लाग्नुपर्ने हुन्छ झट्ट लाएर के कस्तो हुन्छ सर लाएर जे भयो त्यो रमाइलो भयो भनौँ रमाइलो भइरहेको छ अब घरतिर लाग्दिनु पर्ने हुन्छ होइन ल वेयर अब सिधै केटिएमबाट चिताउन है गर्मी खाना नै एकदिन लाग्यो हामी चट्ट लाएर है चेकआउट हान्दिन लागेको अवस्था छ अब चितवनतिर डाइरेक्ट लाग्दिनु पर्ने हुन्छ सट्ट लाएर बस्नु हुन्छ 1 eternity later. फाइनली वी आर इन मुगलिन केटिएमबाट भर्खर मुगलिन पुगिसकेको छ र अब मुगलिनको चटपटे चाहिँ फेमस छ भन्ने कुरा मैले सुने हो मामा सत्य हो यो मुगलिनको चौपट त बाबा हामी काठमाडौँ डाइरेक्ट चितवन जानुपर्ने ठाउँमा अनि मुगलिनमा झरेर चौटाएर चितवन जाने हो त्यस्तो छ हाम्रो माहौल चाहिँ चटपटे खानालाई चाहिँ हामी मुगलिनमा रोकिदिएको छौँ मुगलिनको बजार चाहिँ यस्तो रहेछ के लाग्यो यत्रो पहाडले छेकेको पुरै बजार रहेछ यहाँनिर भर्खर जस्ट चटपटे खानालाई रोकेछौँ अब यहाँबाट फेरि गाडी चढेर हामी जानुपर्ने हुन्छ नारायणीतिर लाइक अब हाम्रो चटपटे चाहिँ आइसकेको छ कस्तो छ मामा ठिक छ नि एक बाइट हान्दिनु त खै अरू मजा आएन क्या पार्टनर काटिदिनु जाँदिनु न आउँदैन क्या फेरि काटिदिनु जाँदिनु Not so bad. 1 eternity later. फाइनली गाइस भर्खरै यहाँ चाहिँ घर पुगेँ है त्यो जस्तो भयो यताउता केटिएमतिर गइयो घुम्ने आइयो बबाल भयो रमाइलो भयो यो ब्लगलाई चाहिँ म अब यतिकै एड गर्छु सो थ्याङ्क यू फर वाचिङ त्यही हो अरू कुरा अब बिस्तारै गर्दै गरौँ होला